हेलो एन्ड नमस्ते सम्पूर्णमा। आज धेरै पछि हजुरहरूको सामु छोटो भिडियो लिएर आएको छु। सायद तपाईँहरूको लागि यो भिडियो इन्फर्मेटिभ पनि हुन सक्ला। अहिले नेपालीहरूको लागि युएई भिजा ओपन भइराख्दाखेरि तर प्रब्लमहरू पनि त्यही अनुसारको छ। पहिला जतिको सजिलो थियो भिजा प्रोसेस गर्नको लागि अहिले त्यति सजिलो छैन। अहिले नयाँ नियम अनुसार तपाईँको पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिन्छ। पुलिस क्लियरेन्स सर्टिफिकेटको साथसाथमा तपाईँको कभर पेज पनि अनिवार्य गरिएको छ। पुलिस क्लियरेन्स सर्टिफिकेटको कुरा गर्दै जाँदाखेरि चाहिँ तपाईँले पुलिस क्लियरेन्स सर्टिफिकेट निकालेर मात्र हुँदैन कि सुरुमा तपाईँले पिसिसी निकालिसकेपछि तपाईँहरूले नेपालको परराष्ट्र मन्त्रालयबाट छाप लगाउनु पर्ने हुन्छ। त्यसपछि तपाईँले नेपाल स्थित युए एम्बेसीबाट छाप लगाउनु पर्ने हुन्छ। त्यसको साथसाथमा अहिले अर्को कुरा पनि के छ भने तपाईँले युएईबाट पनि त्यसलाई ट्रान्सक्रिप्ट गरेर ट्रान्सलेट गरेर त्यसलाई पनि छाप लगाउनु पर्ने हुन्छ। सो तपाईँहरू नेपालदेखि युएई आउन चाहनुहुन्छ भने चाहिँ यो पुरा भिडियोहरू हेर्नुहोस् र पुरा इन्फर्मेसनहरू ग्यादर गरिसकेपछि मात्र प्रोसेस गर्नुहोला।